विज्ञानको बारेमा सोच्दा, विज्ञानले गरेका उल्लेखनीय कार्यहरू हेर्दा बडो अनौठो लाग्दछ। मानौ त्यो चमत्कार नै हो। तर पनि विज्ञानले सृष्टिमा कुनै एउटा कुरा पनि थपेको छैन। कुनै एउटा चिज पनि थपेको होइन र थप्न सक्ता पनि सक्दैन। केवल अनुसन्धान, रिसर्च, आविष्कार गरेर पत्ता मात्रै लगाएको, त्यो चिजको बारेमा परिचय मात्रै गराइदिएको विज्ञानले। विज्ञान जीव, निर्जीव, पृथ्वीमा भएका सम्पूर्ण कुराहरूको बारेमा विज्ञान बोलिसक्यो, विज्ञानले पत्ता लगाइसक्यो। पृथ्वीमा मात्र नभएर माथि आकाशमाथि मङ्गल ग्रह, त्यहाँसम्म विज्ञान पुगिसक्यो। त्यहाँबाट पनि नियालेर हेर्यो। विज्ञानमा आबद्ध भएका वैज्ञानिक आफैमा एउटा व्यक्तिगत कुरा हो, तर त्यो आबद्ध छ विज्ञानमा। विज्ञान प्रमाण बिना बोल्दैन, मान्दैन। वैज्ञानिक व्यक्तिगत रूपमा सोचेर हेर्दाखेरि एउटा कुरा स्वीकार्दछ, तर त्यसले विज्ञानलाई बताउँदैन, भन्न सक्दैन। किनभने मैले भनिहालेँ नै, विज्ञान प्रमाण बिना बोल्दैन, मान्दैन। अनौठो छ। यदि विज्ञानले प्रमाण बिना बोल्दैन र मान्दैन भने चिम्पान्जी अहिलेसम्म पनि जीवित छ र जस्ताको तस्तै छ, त्यसमा कुनै पनि परिवर्तन आएको छैन। अनि कुन प्रमाणले भन्यो मानिसहरू विकास क्रममा चिम्पान्जीबाट विकसित हुँदै मानिस बनेको हो, मानिस भएको हो भनेर कुन प्रमाणले बोल्यो? किनभने चिम्पान्जी अहिले पनि जस्ताको तस्तै छ, अनि मानिस पनि छ। त्यो हराएको भए, चिम्पान्जी अहिले लोप भएर हराएको भए हामीले सोच्नै पर्ने हुन्थ्यो अथवा मान्नु पर्ने हुन्थ्यो। विज्ञान प्रमाण बिना बोल्दैन, मान्दैन भनेको कुरा यहाँ फेल खायो एउटा। अब हामी विज्ञानबाट केही परतिर लागौँ। 84 लाख जुनी अथवा 84 लाख योनि पार गरेर मानिस भएको हो भन्दछ एउटा वर्ग। एउटा जीव अथवा एउटा प्राणीबाट सर्दै त्यो मर्छ, त्यो जीव अथवा प्राणी मर्छ, अनि त्यसको आत्मा अर्को जीव अथवा प्राणीमा सर्छ। यसरी सर्दै 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 आएर अन्तिममा मानिसमा सर्दछ। फेरि मानिस पनि त मर्दछ। यसरी सर्दै 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 आएर त्यो आत्मा 84 लाख योनि पार गर्दै 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 आएर मानिसमा सर्नुको के कारण र के औचित्य? जबकि मानिस नै मर्यो भने त्यसको पनि केही औचित्य रहेन। मानिस नमरेको भए मान्नुपर्ने हुन्थ्यो। मानिस मरेर गएपछि अब त्यो आत्मा कहाँ जान्छ? यसरी सर्दै सर्दै यो रेस, यो दौड 84 लाख जीवित प्राणीहरूमा सर्दै सर्दै त्यो दौडबाट आएको र अन्त्यमा मानिसमा आएको। अनि यो दौडेर के उपलब्धि भयो त? त्यो आत्मा यसरी दौडँदै आएर मानिसमा आएर के उपलब्धि गर्यो जबकि मानिस नै मर्यो?
यहाँ सोच्नुपर्ने ठुलो कुरा छ, या आत्मिकी कुरा छ। म आत्मिकी कुरा गर्दैछु। हामीले मान्नै पर्ने हुन्थ्यो। विज्ञानलाई पनि चुनौती हुन्थ्यो। विज्ञान भन्छ चिम्पान्जीबाट सर्दै सर्दै चिम्पान्जीको विकास क्रममा त्यही चिम्पान्जी मानिस भएको भन्दछ। अनि अर्को वर्ग भन्छ 84 लाख योनि पार गरेर मानिस भएको भन्छ। चिम्पान्जी पनि अहिले जीवित नै छ। अनि मानिसमा त्यसरी आएको हो भने मानिस नमर्नु पर्ने थियो। विज्ञान प्रमाण बिना बोल्दैन भन्छ, त बिना प्रमाण चिम्पान्जीको विकास क्रम मानिस हो भन्छ। अनि 84 लाख योनि पार गर्दै आएर मानिस मर्छ। अनि प्रश्नमाथि प्रश्न, तर खोज्ने कोही पनि हुँदैन। एक बारको जुन यो जिउनुपर्छ, शरीरले जे माग्छ त्यो दिनुपर्छ। हो, ठिक छ, भोक लाग्छ, तर पसिनाको कमाई खानु पर्दछ। अनि आत्मालाई पनि भोक लाग्दछ, थाहा छ। आत्मा पनि भोकाउँछ, तिर्खाउँछ। के खुवाउनु भएको छ? खोज्नु भएको छ कसैले? आज जोडिएको छ आत्मा र मानिसको बीचको कुरा। 84 लाख जीव जन्तुहरू, 84 लाख जुनी भनेको 84 लाख प्राणीहरू मानिसलाई छोडेर, एक मात्र मानिसलाई छोडेर सबै प्राणीहरूमा केवल शरीर र प्राण मात्र हुन्छ। तिनीहरूमा आत्मा हुँदैन। मर्छन्, सकिन्छन्। शरीर र प्राण मात्र हुन्छ सम्पूर्ण प्राणीहरूमा, केवल मानिसलाई छोडेर। मानिसमा मात्र शरीर, प्राण अनि आत्मा हुन्छ। अनि त्यो आत्मा 84 लाख योनिबाट आएको होइन, 84 लाख जुनी बिताएर आएको होइन। सिधै परमेश्वरले दिनुभएको हो। सिधै परमेश्वरबाट आएको हो त्यो आत्मा। त्यसैले त साइन्सले, विज्ञानले पत्ता लगाउन सक्दैन, र पत्ता लगाउन पनि सक्दैन। किनभने यदि बुझ पचाउने हो भने पत्ता लगाइसक्थ्यो र सिधै ऊ परमेश्वर कहाँ पुगिसक्थ्यो। तर जान्नुहोस्, प्रमाणले परमेश्वरलाई भेटाउन सकिँदैन। प्रमाणद्वारा परमेश्वरकोमा पुग्न सकिँदैन। विश्वासद्वारा परमेश्वरलाई पाउन सकिन्छ। विश्वासले परमेश्वरलाई भेटाउन सकिन्छ। यसै कारणले साइन्सले एउटा मात्र, अरू कुराहरू सम्पूर्ण पर्फेक्ट छन्, मानिस चिम्पान्जीबाट विकसित हुँदै आएको भन्ने कुरा बिल्कुल गलत छ। यसमा बिना प्रमाण बोलिरहेको छ। के प्रमाण छ? यही प्रमाणको खोजी गरेर प्रमाणले परमेश्वर कहाँ पुर्याउन सक्दैन। त्यसैले मानिसको आत्माको बारेमा विज्ञान बोल्न सक्दैन। विज्ञानले कहिल्यै पनि प्रमाणित गर्न सक्दैन र विज्ञानले पत्ता लगाउन सक्दैन। र तपाईहरूले खोज्नुहोस्, तपाईँ पत्ता लगाउन सक्नुहुन्छ। हामीभित्र भएको आत्मा 84 लाख योनि पार गरेर आएको होइन, परमेश्वरबाट आएको। बाइबल भन्छ परमेश्वरले केवल मानिसलाई, केवल मात्र मानिसलाई आफू जस्तै, आफ्नै स्वरूप, आफ्नै प्रतिरूप, आफ्नै समानतामा बनाउनु भयो। संसारका सम्पूर्ण कुराहरू मानिसको निम्ति बनाउनु भयो। अनि केवल परमेश्वरले मानिसलाई आफ्नो निम्ति बनाउनु भयो, प्रेम गर्नुभयो।
मानिसमा पाप आउँदा पनि घृणा गर्नु भएन, त्याग्नु भएन। कहिले स्वयं आफै, कहिले भविष्यवक्ता अनि कहिले स्वर्गदूत पठाएर मानिसलाई सुरक्षा गरिरहनु भयो। मानिस परमेश्वरको पछि लाग्नु पर्नेमा परमेश्वर मानिसको पछि लाग्नु भएको छ। किन? परमेश्वरले आफ्नो आत्मा मानिसको नाकबाट फुकिदिनु भएकोमा, जीवनको सास भनेको परमेश्वरको आत्मा हो, त्यो परमेश्वरले आदमको नाकमा फुकिदिनु भयो। प्रेम गर्नुभएको कारणले उहाँ मानिसहरूलाई पछ्याइरहनु भएको छ। मानिसहरूले पापलाई पछ्याएका छन्, तर परमेश्वरले मानिसहरूलाई पछ्याउनु भएको छ। फर्कुन्, मलाई चिनुन्, मलाई बुझुन्, मलाई खोज्न सकुन् भनेर। आत्माको विषय हो, सामान्य विषय होइन। यावत थोकहरू पत्ता लगाए जस्तो विषय होइन। नाशवान शरीर तर अविनाशी आत्मा। खोज्नुपर्छ। मृत्यु निश्चित छ र त्यो मृत्युले हाम्रो आत्मालाई कहाँ पुर्याउँदछ? हाम्रो जीवन छँदै सत्यलाई चिन्नु पर्दछ र एक मात्र सत्य एउटा मात्र हुन्छ, दुईवटा हुँदैन। र येशू सत्य हुन्छ, येशू एउटा मात्र हुनुहुन्छ, दुईवटा हुनुहुन्न। ईश्वर परमेश्वर एउटा मात्र हुनुहुन्छ, दुईवटा हुनुहुन्न। विरोध होइन, बुझौँ न, खोजौँ, भेटाउने कुराहरू पाउन सकिन्छ, भेटाउन सकिन्छ। मानिसले मानिसको विरोध गरेर हुँदैन। यहाँ त केवल मानिसले मानिसको विरोध गरिएको छौँ। खोजौँ त। मानिस त त्यही परमेश्वरको सृष्टि, परमेश्वरले मानिस बनाउनु भयो अनि मानिसको नाकमा जीवनको सास फुकिदिनु भयो। त्यही मानिसबाट आज हामी अरबौँ मानिस भएका हौँ। हामी एउटै मानिसबाट आज फैलिएर रहे पनि, छरिएर रहे पनि त्यसैका सन्तान हौ। बाटो फरक फरक बनाएका छौँ हामीले, तर बाटो त एउटा मात्र हुन्छ। बाटो त एउटा मात्रै हो। बाटो, सत्य, जीवन एउटा मात्रै हो र उहाँ येशू मात्रै हो। हामी विश्वास गर्नुपर्दछ, हामीले भेट्टाउनु पर्दछ त्यो परमेश्वर, त्यो येशू जुन भविष्यवाणी गरेर आउनुभयो। कन्या मरियमको कोखद्वारा पवित्र आत्माको शक्तिले देहधारी भएर आउनुभयो, जुन येशूको बारेमा भारतीय दर्शन शास्त्र अथवा भविष्य पुराणमा 37 पटक उल्लेख गरिएको छ। 37 पटक। तर कसैले खोजेन। कोही विज्ञानको पछि लाग्यो, कोही संसारको पछि लाग्यो, धर्मको पछि लाग्यो। कुनै पनि कुराद्वारा येशूलाई पाउन सकिँदैन, केवल विश्वासद्वारा पाइन्छ। प्रमाणद्वारा पाउने हो भने अहिलेसम्म वैज्ञानिकहरू परमेश्वरकोमा पुगिसक्ने थिए। अन्तरिक्षमा गएर फोटो खिचेर पठाएका छन्, त्यसरी परमेश्वरसँग गएर फोटो खिचेर पठाइसक्ने थिए होलान्। तर प्रमाणले परमेश्वरकोमा पुग्न सकिँदैन। यो कुरालाई जानिराखौँ विश्वासले, त्यो पनि पूर्ण विश्वासले। जति विश्वास गर्नुपर्छ, जति विश्वास चाहिन्छ त्यति विश्वास गर्नुपर्दछ। हामी पापी छौँ, हामीले अब गर्नु केही पनि पर्दैन। त्यो निर्दोष निष्कुट पशु पक्षी सरह बन्न सक्नु पर्दछ। हामी पापी छौँ, हामीले पापलाई त्याग्नु पर्दछ। उहाँकै स्वरूपमा फर्कँदै जानु पर्दछ, उहाँको पछि लाग्नु पर्दछ, सिद्ध हुँदै जानु पर्दछ, उहाँकै रूपमा रूपान्तरित हुँदै जानु पर्दछ। यसको निम्ति पुरै जीवन हामीले खर्चनु पर्दछ। हामी आज्ञाकारी हुनुपर्दछ, आफूलाई येशूमा समर्पण गर्नुपर्दछ।
पूरा जीवन एक दिनको विश्वास होइन। एक छिनको विश्वासले हुने भए मैले विश्वास गरेको 20 वर्ष भयो, फेरि पनि म किन लागिरहनु पर्थ्यो? बप्तिस्मा लिएपछि सकिन्थ्यो, त्यो होइन। यो नाशवान शरीर, यो माटोबाट बनेको शरीर माटैमा नफर्कुन्जेलसम्म हामी विश्वास गर्नुपर्दछ। अनि यही विश्वासले हामीलाई परमेश्वरकोमा पुर्याउँछ, परमारले होइन। विज्ञानलाई म चुनौती दिन चाहन्छु। जसरी विज्ञानले बिना प्रमाण चिम्पान्जी हाम्रो पिता पुर्खा बनाइदियो नि, त्यसरी नै बरु स्वीकारोस् त परमेश्वर अनि आत्मालाई स्वीकारोस् त। त्यो त झुटमुटमा बोलिदियो, त्यसलाई आफ्नै बदनाम हुन्छ, काट्न सकेन। तर अहिले खोजिरहेको छ त्यो आत्मा, र त्यसले भेट्टाउन सक्दैन, विज्ञानले पत्ता लगाउन सक्दैन। म ठोकेर भन्छु, पत्ता लगाउन सक्दैन, किनभने आत्माको कुरो हो। परमाणले परमेश्वरमा पुगिँदैन, यो मैले पटक पटक भनिरहेको छु। विश्वासले मात्र परमेश्वरकोमा पुगिन्छ। परमेश्वरलाई भेटाउने एकमात्र साधन, एकमात्र स्रोत, एकमात्र बाटो भनेको विश्वास हो। धन्यवाद।